मान्छे जति नै राम्रो बन्न खोजे पनि अतीतलाई बिर्सिँदा रहन्छन्। एउटै भो केपी ओलीको त्यो बेलाको कुरा र अहिले त्यो सुशीला कार्कीको यो बेलाको कुरा। गिरेबन्धु टी एस्टेट भन्छन् नि त भन्दाखेरि बालनशाला सोध्नु भन्थ्यो केपीले होइन। अहिले सुशीला कार्कीले आमा भन्दाखेरि बालनशाको बुढीलाई भन आमा भएन त एउटै। अब त्यो बेलामा न्यायाधीश प्रधान न्यायाधीश केपी ओलीले बनाएको थियो सुशीला कार्कीलाई। अब त्यो गुण किन बिर्सिन्थिन्? अहिले बालनशाहले प्रधानमन्त्री जस्तो गरिमामय पदमा राख्दै नेपालकै पहिलो प्रधानमन्त्री बनाइदिँदाखेरि पनि नेपालकै पहिलो प्रधान न्यायाधीश बनाएको केपी ओलीले गुण बिर्सेकी रहन्छन् सुशीला कार्कीले। ठ्याक्कै केपी ओलीको झल्को देखाइन है। मान्छे पनि उस्तै जाँते जाँते टाइपको हो होइन। अब त्यो केपी ओली पनि हेर्दाखेरि घट्टे टाइपको, सुशीला कार्की पनि यसो हेर्दा जाँते जाँते टाइपको। अब त्यो जाँतो र घट्ट ट्याक्का त मिल्नु पऱ्यो नि त। उस्तै बानी उस्तै व्यवहार, अचम्मै छ।